Hey guys, welcome back to my new video. आज चाहिँ हामी एकदम बुढाबुढी बसेर कुखुराको खुट्टाको ग्रेभी बनाएर एकदम मजाले खान गइरहेछ र बुढीले त खानु पनि सुरु गर्यो र म चाहिँ एकदम अब खानुको लागि रेडी छु। कुखुराको खुट्टा अनि मेरो थालमा छ प्याज, अचार अनि धनिया है। सो हामी चाहिँ खान थाल्यौं र हेर्नुस् कुखुराको खुट्टा चाहिँ तरो छ है। फेरि हामी चाहिँ खाँदैछौँ, अब साथीहरू पनि खानु हुँदैछ होला है। सो गाइस खानुहोस् तपाईहरु पनि। प्याज एकदम प्याज पनि खानुपर्छ। वाउ, बुढीले पकाएको हो एकदम हो। र मलाई चाहिँ एकदम काँचो धनिया खानु मन पर्छ र काँचो धनिया पनि मजाले खाने भन्छ हो। यसरी खाइहाल्छौँ हामी पनि हो। गाइस तपाईहरु पनि बनाएर खानुहोस्। कुखुराको खुट्टा ल्याएर एकदम फ्राई गरेर ग्रेभी बनाएर खानुहोस् र हामी चाहिँ यसरी खान्छौँ है साथी हो। हाम्रो खुवाइ चाहिँ फेरि कडा छ नि, कडा 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 तातो तातो ग्रेभीसँग चाहिँ एकदम खाना खानुपर्छ।